हामी सबैलाई उपयोग हुने एकदमै महत्त्वपूर्ण विषयको बारेमा छलफल गर्न गइरहेको छौँ। मैले चाहिँ एउटा चित्र लिएर आएको छु। यो चित्र हेरेर हजुरहरूले अनुमान लगाउनु होला चाहिँ आज चाहिँ हामी के को बारेमा चाहिँ छलफल गर्न गइरहेका छौँ है। यो चित्र हेरेर हजुरहरूलाई के लाग्छ आज हामी के को बारेमा चाहिँ छलफल गर्दैछौँ भने हात सफासँग धुने। एकदमै राम्रो भन्नुभयो। आज हामी के को बारेमा त हात धुने भन्ने कुरामा चाहिँ छलफल गर्न गइरहेको छौँ। हातको सरसफाइ चाहिँ आजको हाम्रो शीर्षक रहेको छ। हातको सरसफाइ हो। त्यसलाई अझै राम्रोसँग भन्न पर्दा चाहिँ हातमा भएको फोहोर, हातमा भएको कीटाणुहरू जसले चाहिँ हामीलाई सङ्क्रमण सार्न सक्छ त्यसलाई चाहिँ हामीले हटाउनु अथवा नष्ट गर्नु नै हाम्रो के हो त हातको सरसफाइ हो। अनि उद्देश्यको बारेमा नै हामी छलफल गर्दैछौँ। पहिला हामी परिचय चाहिँ कुरा गरौँ। हातको सरसफाइको कमीले गर्दाखेरि चाहिँ एउटा विश्व स्वास्थ्य सङ्गठनले चाहिँ एउटा डाटा निकालेको थियो। त्यो अनुसार चाहिँ के थियो भन्दा अब हस्पिटलमा आउनुहुने 100 जना बिरामीहरूमध्ये चाहिँ अब राम्रो आय स्रोत भएको देशहरूमा चाहिँ 100 जनामा 7 जना चाहिँ हातबाट रोग सरेर आउनुभएको बिरामीहरू हुनुहुन्थ्यो। तर मध्यम तथा निम्न आय स्रोतहरू भएको देशहरूमा चाहिँ कम्तीमा पनि 15 जना चाहिँ 100 जनामध्ये 15 जनामा चाहिँ हात नधोएको कारणले अथवा हातको सरसफाइको कमीको कारणले चाहिँ के भयो त बिरामी हुनुभएको भन्ने डाटा चाहिँ निकालेको थियो। यो थाहा पाइसकेपछि हजुरहरूलाई लाग्छ कि लाग्दैन हामीले हात चाहिँ सफा राख्नुपर्छ कि पर्दैन? पर्छ होइन, मेन नै हात सफा भएन भने त सबै लाग्ने नै कुरोबाट हो। हजुरले एकदमै राम्रो भन्नुभयो। अब हामीले यहाँनिर के गर्यौँ त परिचयको चाहिँ हामीले पाठ सकायौँ होइन। अब हामी केतिर जान्छौँ त उद्देश्यतिर। हाम्रो हातको सरसफाइको उद्देश्यहरू चाहिँ के होला नि त हजुरहरूलाई के लाग्छ? कीटाणुबाट बच्नको लागि, ब्याक्टेरियाहरूबाट। हजुरले एकदमै राम्रो भन्नुभयो। हजुरहरूले भन्नुभयो जस्तै नै हाम्रो हातको सरसफाइको मुख्य उद्देश्य भनेको नै हातमा भएको कीटाणुहरूलाई हटाउनु, फोहोरलाई हटाउनु हो। अर्को भनेको हातमा भएको कीटाणुहरूबाट सर्ने जुन सङ्क्रमणहरू हुन्छ नि त्यो सङ्क्रमणलाई चाहिँ के गर्नु त रोक्नु पनि अर्को के हो त उद्देश्यमा रहेको छ। त्यस्तै अब हाम्रो आफ्नो व्यक्तिगत स्वास्थ्यको अथवा व्यक्तिगत सरसफाइको पनि कुरा आउँछ यो उद्देश्यमा चाहिँ। त्यसमा पनि अब हातको सरसफाइले चाहिँ हाम्रो व्यक्तिगत सरसफाइलाई पनि कायम राख्न मद्दत गर्छ। यो पनि एउटा केमा पर्छ त उद्देश्यमा पर्ने भयो। त्यस्तै अरू केही हजुरहरू थप्न चाहनुहुन्छ त्यसमा? अरू भनेको रोगहरू अब यस्तै हामीले एकजना व्यक्तिबाट अर्कोजनामा सार्न सक्छौँ नि त हातले छोएको भन्दा त्यसलाई रोगलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नलाई रोक्ने पनि के हो त हातको सरसफाइको अर्को उद्देश्य रहेको छ। अब उद्देश्यहरू भयो। अब हामीले कुरा गर्नु पर्यो के त हात धुनुपर्ने अवस्थामा कस्तो बेलामा चाहिँ हामीले हात धुन्छौँ होला त हजुरहरूलाई के लाग्छ? बाहिरबाट आउँदाखेरि हात धुने, टोइलेट लङ टोइलेट जाँदाखेरि हात धुने, खाना खानुभन्दा अगाडि हात धुने। सबै कुरा हजुरहरूबाट नै आयो। त्यो सुरुमा त के भयो त हामीले खाना खानुभन्दा अगाडि अथवा खानेकुराहरूलाई चलाउनुभन्दा अगाडि चाहिँ हामीले हाम्रो हात चाहिँ धुन पर्यो। किन धुन पर्यो भन्दाखेरि अब हामीले खानालाई यत्तिकै हात नधोइकन छोयौँ, हाम्रो हातमा भएको कीटाणुहरू कहाँ गयो त खानामा गयो। अब त्यो खाना खाइसकेपछि त त्यो खाना त हाम्रो कहाँ जान्छ? पेटमा जान्छ। अनि बिरामी हामी त्यसै हुने भएनौँ त। हामीले के गर्नु पर्यो त खाना खानुभन्दा अगाडि पनि हात धुन पर्यो। अनि अर्को भनेको अब हामी हस्पिटलमा बस्दै गरिरहेका छौँ भनेपछि हस्पिटलमा बस्दै गर्दाखेरि अब बिरामीहरूलाई छुनु अगाडि बिरामीलाई छोइसकेपछि त्यो पनि त हामीले के गर्नु पर्यो त हात धुनु पर्यो नि, परेन त? पर्यो। अब के हुन्छ भन्दाखेरि बाहिरबाट आउँदाखेरि बाहिरबाट हावामा रहेको कीटाणुहरू अथवा बाहिरबाट आउँदाखेरि हातमा भएको कीटाणुहरूले बिरामीलाई गएर छुँदाखेरि के हुने भयो त हाम्रो हातको कीटाणुले बिरामीलाई सङ्क्रमण पार्ने भयो। अथवा बिरामीलाई छोइसकेपछि हामीले हात नधोइकन अरू कामहरू गऱ्यौँ भने हातमा बिरामीबाट सरेको सङ्क्रमणले चाहिँ के भयो त हामीलाई बिरामी पार्ने भयो। भनेपछि अर्को मुख्य
अवस्था पनि के रहेछ त बिरामीलाई छुनु अघि र छोइसकेपछि पनि के गर्नुपर्ने रहेछ त हात धुनुपर्छ। अर्को भनेको हामीले के गर्छौँ हात छु गर्छौँ खोक्छौँ बेला बेलामा रुखा खोकी लाग्छ हो कि होइन सबैले लाग्छ नि त्यो त त्यो खोक्दाखेरि हात छु गर्दाखेरि हाम्रो हात के जान्छ अगाडि जान्छ अगाडि जाँदाखेरि मुखमा भएको त्यो जुन छिट्टाहरू हुन्छ नि त्यो छिट्टाहरू चाहिँ कहाँ सर्ने भयो त हातमा अब यो हात धोएनौँ भने फेरि हामी के गर्छौँ बिरामी नै पर्छ हामीलाई के हो त्यसले गर्दाखेरि पनि हामीले के गर्नु पर्यो खोक्दा हात छु गरिसकेपछि पनि हामीले के गर्नु पर्यो हात धुन पर्यो अनि अर्को भनेको बिरामीलाई अब यहाँ त सबैजनाको बिरामीको छुट्टा छुट्टै अवस्थाहरू छ होइन अब हस्पिटलमा बसिसकेपछि हामीले के गर्नु पर्यो त मुख्य त बिरामीलाई नै ध्यान दिनु पर्यो अनि बिरामीमा भएको अवस्था अब कहिलेकाहीँ रगत निक्लिरहेको हुन्छ कतै घाउ चुटपटक भइरहेको हुन्छ होइन अब घाउ सफा कहिलेकाहीँ तपाईँहरू आफैले पनि घरमा पनि अब कतै लड्दा चोटपटक लाग्दाखेरि घाउहरू हुँदाखेरि आफै सफा गर्नुहुन्छ हो कि होइन भन्नुहोस् त अनि त्यतिखेर यदि हामीले घाउ त यत्तिकै लागिसक्यो अब त्यसमा हामीले हात धोएर सफा गऱ्यौँ भने त हातमा भएको कीटाणु त त्यो घाउमा छिर्न नपाउने भयो नि त यदि फोहोर हातले हामीले त्यो काटेको घाउलाई छोयो भने के भयो त्यो रगतको माध्यम हुँदै हाम्रो शरीरमा जाने भयो त्यसले गर्दाखेरि झनै बढी सङ्क्रमण हुने भयो त्यसले गर्दाखेरि ब्लडहरू बिरामीको ब्लड छुँदा अथवा आफूले सफा घाउहरू सफा गर्दा पनि के गर्नुपर्छ त हात सफा गर्नुपर्छ अनि अर्को भनेको अब हामी यहाँ हस्पिटलमा के गर्छौँ फोहोरहरू सफा गर्दाखेरि फोहोर लगेर यहाँ त के गर्छौँ त्यहाँ डस्टबिनमा छ के भन्छ त डस्टबिनमा फाल्दाखेरि फोहोर सँगसँगै हाम्रो हातको कीटाणु पनि डस्टबिनै जाने हो त होइन नि फोहोर जुन बोकेर हातले बोकेर लग्यो त्यो हातमा त फेरि कीटाणुहरू टाँसिरहेको हुन्छ त्यो कीटाणुलाई चाहिँ हामीले के गर्नुपर्छ त हात धोएर फाल्नुपर्छ भनेपछि हामीले यति अवस्थाहरूको बारेमा चाहिँ छलफल गऱ्यौँ अन्य अरू अवस्थाहरू पनि होला त्यसलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ अब हामी के गर्छौँ त अब मैले के भने परिचय पनि दिएँ हात धुने हातको सरसफाइको परिचय दिएँ यसको अवस्थाहरू केहरू छ होइन अनि हात धुनुपर्ने अवस्थाहरूको बारेमा पनि यहाँलाई छलफल गराएँ तपाईँहरूलाई लागिरहेको होला कि अब हात त धुने त हातको सरसफाइ त गर्ने तर हातको सफा चाहिँ कसरी गर्ने त हातलाई कसरी सफा गर्ने भन्ने कुरा सबैले लागिरहेको होला हो कि होइन भन्नुहोस् त लागिरहेको छ नि भनेपछि अब तपाईँहरूलाई नै भन्नुहोस् न त तपाईँहरूले चाहिँ घरमा हातहरू धुँदाखेरि के प्रयोग गरेर चाहिँ हात धुने गर्नुभएको छ हामीले साबुनले ह्यान्ड वासले धुने गरेको छ हजुर एकदमै हाम्रो आज हामी यही विषयमा नै मुख्य गरी छलफल नै यही विषयमा गर्नेछौँ मुख्य गरी चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि कि साबुन पानीले हात धुन्छ कि त हामीलाई सबैलाई अब कोरोनापछि सेनिटाइजर थाहा नहुने मान्छे एकदमै कमै हुनुहुन्छ होला होइन अब सेनिटाइजर प्रयोग गरेर पनि के गर्छौँ त हामी हात धुने गर्छौँ त्यो हात धुने तरिकामा सबभन्दा सुरुमा अब हामी फलो गर्छ के भन्छ अप्नाउनु पर्ने विधिहरू पनि छ हात धुँदाखेरि अप्नाउनु पर्ने विधिहरू त्यसको बारेमा यहाँ आएर मैले चित्रबाट थोरै गर्न ल्याएको छु सबैजनाले चाहिँ राम्रोसँग हेरिदिनुहोस् है अब हात धुनुभन्दा अगाडि चाहिँ मैले मसँग चाहिँ सेनिटाइजर छ एउटा अर्को भनेको एउटा ह्यान्ड वास छ तपाईँहरू भन्नु होला अब साबुनको कुरा गर्दै थियो अघि के अरे ह्यान्ड वास किन ल्याएको भन्ने सबैले लागिरहेको होला आफूसँग जे उपलब्ध छ त्यसैले हात धुम हामी यो छ अनि अर्को भनेको एउटा हामीसँग के छ त सफा टावल छ मैले चाहिँ म हात धुनलाई चाहिँ म मेरो साथीको चाहिँ हेल्प गर्नु के अरे सहयोग माग्छु उहाँले पानी हालिदिनुहुन्छ अनि सबैजनाले हेर्नु होला है त अब यहाँ हेरौँ सबैजनाले सुरुमा के छ त हामी पानी यो हात देखिरहनु भएको छ सबैजनाले चित्र यसमा के छ त सुरुमा हाम्रो यो हातलाई मजाले पानीले भिजाउने देख्दै हुनुहुन्छ सबैजनाले यो हात मैले मजाले भिज्यो मेरा अब यसलाई म के गर्छु मसँग भएको ह्यान्ड वास अथवा सेनिटाइजरलाई दिन्छु दिएँ यसलाई मैले मजाले आफ्नो हातको वरिपरि लगाउँछु लाग्यो होइन अब त्यहाँनिर हेर्नुहोस् चित्रमा देखाए जस्तै नै मैले साबुन लगाएँ अब हामीसँग मैले 7वटा स्टेप देखाउँछु सबैजनाले त्यो चाहिँ 5-5 चोटि चाहिँ गर्नुपर्ने हुन्छ तपाईँहरू सबैजनाले म सँगसँगै गर्नुहोस् है त हजुरहरूसँग साबुन त छैन तर आफैले गरे जस्तो चाहिँ गर्नु होला सुरुमा 2टा हात छ यसलाई मैले 1 2 3 4 5 भयो यो भइसकेपछि अब हाम्रो यो औँलाको चेपचेपमा पनि त फोहोर हुन्छ यसलाई सफा गर्नलाई के गर्नु पर्यो 2टा औँलाको बिचमा यो राखेर 1 2 3 4 5 फेरि एकपट्टि मात्रै सफा भएर भयो त भएन अर्कोपट्टि पनि गर्नु पर्यो 1 2 3 4 5 यो भयो होइन
अब यो सकिसकेपछि पछाडिको त सफा भयो, अगाडिको पनि सफा गर्नु पर्यो भने चाहिँ दुईटालाई यस्तो गरेर 1 2 3 4 5 हामीले कतिवटा 4 नम्बरसम्म 5 नम्बरसम्मको चाहिँ गऱ्यौँ। अब त्यो गरिसकेपछि हाम्रो यो जुन औँलाका यो आँख्लावाला भाग छ, आँख्लाई भन्छौँ नि होइन हामीले, यो आँख्लावाला भाग छ यसलाई पनि सफा गर्नु पर्यो भने चाहिँ यस्तो गर्ने। अनि यो जुन बुढी औँला छ यसले चाहिँ 1 2 3 4 5 अनि फेरि अर्को हात पनि सफा गर्नु पर्यो कि परेन? 1 2 3 4 5 यो पनि सक्यो। अब रहेको छ यो त सक्यो। अब हाम्रो के भयो? बुढी औँला बाँकी बस्यो कि बसेन? यसलाई हामीले के गर्नु पर्यो त? 1 2 3 4 5 अर्को पनि छ 1 2 3 4 5। अब बुढी औँला सकिसकेपछि हाम्रो यो नङ छ नि, नङ पनि फोहोर हुन्छ कि हुँदैन भन्नुहोस् त? यसलाई पनि सफा गर्नु पर्यो। यो अर्को हात छ, यो नङ भयो, यसलाई यसरी राख्ने अनि 1 2 3 4 5 अर्कोपट्टि 1 2 3 4 5 यो भयो। अनि अर्को छ अब हाम्रो हातको माथिको भाग सफा भइसक्यो होइन। अब नारीतिर पनि फोहोर लागेको हुन्छ, यसलाई पनि सफा गर्नु पर्यो कि परेन त हामीले? अब यसलाई के गर्ने? 1 2 3 4 5 अर्को यता 1 2 3 4 5 यति भएपछि अब हामीले के गर्नु पर्यो? सफा पानीले आफ्नो हात पखाल्नु पर्यो। ल मैले पखालेँ, सबैजनाले बुझ्नुभयो? हजुर बुझ्यौँ। पखाले। अब मसँग जुन टावेल छ यसले मैले आफ्नो हातलाई मजाले पुस्दैछु। यति भएपछि मेरो हात के भयो त? अब सफा भयो। अब मैले जे छोए पनि भयो नि। अब यो त भयो हाम्रो के भयो त? साबुन र पानीले हात कसरी धुने भन्ने भयो। अब हाम्रो सेनिटाइजर पनि छ हामीसँग। सेनिटाइजरले चाहिँ कस्तो कस्तो बेलामा हात धुने र साबुनले कस्तो कस्तो बेलामा हात धुने भन्ने कुरा त हजुरहरूलाई कन्फ्युजन छ कि छैन होला त? भनिदिनुहोस् न। पानी नभएको टाइममा अब आफ्नो अब हस्पिटलहरूमा पनि भन्ने बित्तिकै पानी त हुँदैन नि त, साबुन पनि युज हुँदैन। अब सेनिटाइजर छ भने त्यही लगाएर हिँड्दा पनि भयो। अब घरतिर पनि आफूले त्यस्तै कामहरू गरिरहेको छ भने पनि पानी त हुँदैन त्यहाँ। हजुर हजुर त्यसैको प्रयोग गर्नु पर्यो। हजुर एकदमै राम्रो भन्नुभयो। त्यस्तै नै हो, मैले भने नि त्यस्तै नै हो। अब हात एकदमै फोहोर देखेको छ, हात फोहोर देखेको छ भने चाहिँ हामीले के गर्नुपर्छ त? साबुन पानीले नै हात धुनुपर्छ। यदि हामीले भर्खरै हात धोएर आयौँ र कतै हामीले यतातिर छोएर सङ्क्रमण भएको वस्तुमा छोएको जस्तो आफूले लाग्यो भने त्यस्तो बेलामा त आफूले लाग्छ कि अब भर्खरै हात धोएर आएको छु, अब फेरि हात के गरौँ भन्ने कुरा पनि हजुरहरू अनमनमा पर्न सक्नुहुन्छ। त्यति बेला चाहिँ हामीले के गर्नु त? सेनिटाइजर युज गर्नु पनि सक्छ। त्योभन्दा अर्को भनेको अब कतै कतै हजुरले भन्नुभयो जस्तै नै पानी नपाइन सक्छ, जताततै पानी नपाइन सक्छ, साबुन नहुन सक्छ होइन। त्यस्तो बेलामा आफूसँग सेनिटाइजर छ भने त्यसले हात धोयौँ भने पनि के हुन्छ त? हाम्रो हात चाहिँ सफा हुने भयो। अब हामी सेनिटाइजरको प्रयोग गरेर कसरी हात धुने भन्ने कुरा चाहिँ छलफल गरौँ। प्रक्रिया एउटै नै हो, एउटा यसमा चाहिँ के हो त भन्दाखेरि हामी सेनिटाइजर प्रयोग गरेर हात धुँदा यसरी फलो गर्छौँ। अघिको उसमा चाहिँ पानीले धोयौँ हामी। यसको पनि हेरौँ, मैले सुरुमा आफ्नो हातलाई के अरे अहिले मानौँ मेरो हात सफा भइसक्यो तर मानौँ मेरो हात फोहोर छ। अब म के गर्छु त भन्दाखेरि सेनिटाइजर प्रयोग गर्छु। सेनिटाइजर मैले आफ्नो हातलाई पुग्ने गरी सेनिटाइजर लिएँ नि। अब मैले फेरि यसलाई के गरेँ त? मजाले आफ्नो हातमा लगाएँ। अहिलेको जस्तै भयो। सुरुमा के थियो? हामीले लगायौँ। अब यसमा हामीले यो अगाडिको दुईवटा नहेरौँ, यसमा अब त्यहाँदेखि हेर्दाखेरि के हुन्छ त भन्दाखेरि सुरुको स्टेप कुन थियो? सबैजनाले फेरि गरौँ मसँगै। 1 2 3 4 5 त्यसपछि अर्को के छ हेर्नुहोस् त? यो पछाडिको भाग 1 2 3 4 5 फेरि अर्को पनि छ 1 2 3 4 5। अब के भयो त? यो सब पार्ट सकेपछि हामी कहाँ जान्छौँ त? अब 5 नम्बरमा जान्छौँ। 5 नम्बरमा के छ? दुईटालाई यस्तै राख्ने 1 2 3 4 5 यो सक्यो। अब हाम्रो कुन बाँकी बस्यो? यो वाला, यो आँख्लावाला पार्ट 1 2 3 4 5 अर्को हात 1 2 3 4 5। अब हाम्रो कहाँ बाँकी बस्यो? बुढी औँला बाँकी बस्यो होइन। 1 2 3 4 5 अर्कोपट्टि पनि 1 2 3 4 5। त्यसपछि अर्को भनेको के छ? नङ सफा गर्नु पर्यो। 1
2 3 4 5 अर्कोपट्टि 1 2 3 4 5 यो सकेपछि हाम्रो के मागी बस्छ अब नाडी मागी बस्छ नाडीलाई के गर्नु पर्यो 1 2 3 4 5 1 2 3 4 5 ल हाम्रो अब हातले यो हातलाई चाहिँ अब हामीले के गर्नु होइन पखाल्नु भएन पुस्न भएन यसलाई यतिको उगाउन दिनु पर्यो यति भएपछि हाम्रो सेनिटाइजर प्रयोग गरेर हात पनि सफा भयो ल आज चाहिँ यति नै थियो तपाईँहरूलाई हातको सरसफाइको बारेमा केही प्रश्न सोध्नु छ मलाई हजुरले धेरै ज्ञान दिनुभयो हामीले सबैजनाले बुझाउनु भयो हजुरहरूलाई धेरै धेरै धन्यवाद यसरी जनचेतना सबै मान्छेहरूमा दिनु होला अब भनेपछि प्रश्न छैन अब म सारांशतिर लाग्छु सारांशमा हामीले आज हातको सरसफाइको बारेमा पढ्यौँ हातको सरसफाइमा हातको सरसफाइ भनेको चाहिँ अब हातमा भएको कीटाणु जीवहरूलाई चाहिँ के गर्ने त हटाउने नष्ट गर्ने हो र यसको उद्देश्यहरूमा हामीले के गर्ने त उद्देश्यहरूमा चाहिँ हामीले अब आफ्नो हातलाई सफा राख्ने रोग सर्ने कामहरू नियन्त्रण गर्ने अर्को भनेको सङ्क्रमण रोक्ने जस्ता कुराहरूलाई चाहिँ उद्देश्यमा राख्यौँ र हात धुनुपर्ने अवस्थाको बारेमा चाहिँ हेर्दाखेरि चाहिँ खाना खानु अघि हात छुकी लागिसकेपछि बिरामीलाई छुनुभन्दा अगाडि बिरामीलाई छुइसकेपछि अनि त्यसपछि चर्पी गएपछि भन्ने छुटेछ चर्पी गएपछि त हात धुनुपर्छ भनेर सबैजनाले ठाने छ यसलाई पनि मैले यसमा समावेश गरेँ अनि चर्पी गइसकेपछि अनि त्यसपछि अब बिरामीको रगतहरू अथवा केही सामानहरू सङ्क्रमण भएको जस्तो लाग्ने सामानहरूलाई छुइसकेपछि हामीले के गर्नुपर्ने रहेछ त हात धुनुपर्ने रहेछ भन्ने विषयमा छलफल गऱ्यौँ र हात धुने तरिकामा चाहिँ साबुन पानीले र सेनिटाइजरको प्रयोगले हात धुने तरिकालाई चाहिँ हामीले राम्रोसँग हेऱ्यौँ अब म चाहिँ कसै एकजनाले आएर चाहिँ जुन हामीले हात धोयौँ त्यसलाई चाहिँ देखाइदिन सक्नुहुन्छ हजुर जानुहोस् न म गर्छु हजुर जानुहोस् न म गर्दैछु होइन हजुर राम्रो भन्नुभयो अनि त्यसपछि अब हामीले उद्देश्यहरूको बारेमा पनि छलफल गऱ्यौँ एउटा दुइटा उद्देश्यहरू चाहिँ आजको छलफलकोबाट चाहिँ हजुरहरूले सिक्नुभएको कुराहरू चाहिँ घरमा आफूले पनि लागू गर्नुहुन्छ र अरूलाई पनि सिकाउनुहुन्छ भन्ने चाहिँ म आशा गर्दछु धेरै धेरै धन्यवाद धन्यवाद